रियल माड्रिड फ्यानहरूलाई त एल्बासेटोको नाम सुन्दै सातो जान्छ होला। अब आज बेलुका 1:45 बाट एल्बासेटे भर्सेस बार्सिलोना कोपा डेल रेको क्वार्टर फाइनल गेम हुन लागिरहेछ। आज राति 1:45 बाट सुरु हुन लागेको यो म्याच बार्सालाई नि सजिलो भन्ने चाहिँ अवश्य हुने छैन, किनभने बार्सिलोनामा राफिना पनि छैन, पेड्री पनि छैन, दुईजना इन्जर्ड छ। त्यस कारणले बार्सालाई सजिलो भन्ने अवश्य हुने छैन, रियल जस्तो टोलीलाई हराएर आएको हो। के लाग्छ बार्सा फ्यानहरू, आज एल्बासेटोलाई चाहिँ बार्सिलोनाले कतिको स्कोरले हराउनेवाला छ? मेरो विचारमा चाहिँ 4-1 को स्कोरले बार्सिलोनाले यो गेम भिक्ट्री हात पार्नेवाला छ। एल्बासेटे भनेको चाहिँ ला लिगा स्पेनको डिभिजन 2 मा लास्ट टेबलको डिभिजन 2 को पनि टेबलको लास्टमा रहेको क्लब हो। त्यस कारणले पनि हामी इजिली जित्न सक्छौं भन्ने आत्मविश्वास छ हामीमा। रियल माड्रिड फ्यानहरूले त जपिरहनु भएको होला बार्सालाई पनि हराइदियो हुन्थ्यो भनेर, तर कदापि त्यस्तो हुन सक्दैन, किनभने हामी बार्सिलोना हो। बार्सिलोनाले यति इजिली हार्न जानेको छैन र हार्दैन पनि भन्ने म ढुक्क छु। बार्सा फ्यानहरू कमेन्ट गर्नु होला, बार्साले कतिको स्कोरले आजको गेम चाहिँ भिक्ट्री हात पार्नेवाला छ। मेरो स्कोर चाहिँ रहेको छ 1-4 को भिक्ट्री चाहिँ आज बार्साले हात पार्नेवाला छ।